सम्पूर्ण व्यक्तित्वहरूमा साहित्यिक अभिवादन। आज फेरि अर्को साहित्यिक अङ्कका साथमा साहित्यिक सिर्जना लिएर यहाँहरूका बीचमा उपस्थित भएको छु। फेरि वसन्त ऋतुको याम हाम्रा अगाडि आइसकेको छ। फेरि वसन्त ऋतु र फेरि फुल फुल्ने समय र त्यो फुल फुल्ने समयसँग मैले क्रान्तिलाई जोड्दै एउटा साहित्यिक सिर्जना यहाँहरूका माझमा। क्रान्तिको वसन्त गुल्जार। शोषणका हिमकिल्लाहरू अब चिसो आर्तनाद होइनन्। शोषणका हिमकिल्लाहरू अब चिसो आर्तनाद होइनन्। तिनीहरू चर्किएर फाटेका छन् जसरी बन्धन चुडिन्छन् जब श्रमिकको स्वप्न धरती हल्लाउन थाल्छ। घाम जुन युगौँदेखि दरबारका झ्यालहरूमा मात्रै छिर्थ्यो, आज गाउँका धुलाम्य आँखामा परेका छन्। आज गाउँका धुलाम्य आँखामा परेका छन् र धुवाँले कालो बनाएको मुटुमा पलाउँदैछ रातो गुराँसको क्रान्ति। गुल्जार अब केवल फुलहरूको बगैँचा होइन, यो पसिनाले सिञ्चित युद्धभूमि हो। हरेक सुबास एक सशक्त उद्घोष, जहाँ हरेक फुल एउटा ज्वाला हो। वसन्त कुनै कविको कोमल कल्पना होइन, यो हो खेतहरूमा पलाएको ज्वालामुखी र आँधी जसले खुकुरी जस्तै सत्ताको मलिन पर्खाल चिर्दै अघि बढ्छ। हरेक जरामा फैलिएको सपना, हरेक ओठमा गुन्जिरहेको विद्रोह, यो वसन्त रगत र माटोको अनन्त प्रेमबाट फुटेको हो। गुल्जार छर्लङ्ग हुन्छ जहाँ बुढेसकालले थिचेका काँधहरू फेरि टेको थाम्छन्, जहाँ भोगले सुक्न लागेका ओठहरूमा पहिलो पटक जीवनको नारा बल्छ। अब हामी झर्दैनौँ, उठ्छौँ झन् बलियो भएर। क्रान्तिको वसन्त गुल्जार यो एउटा मौसम होइन, यो मुक्ति हो। आकाशबाट झर्ने अविरल हुरी हो, श्रमिकको छातीमा फुल्ने सूर्य हो। फुलहरू अब केवल सजावटका लागि होइन, तिनीहरू घाउमा अर्पण गरिन्छन्, विद्रोहको रथमा बाँधिन्छन् र भविष्यका नक्सामा रातो रक्तिम वर्ण बनाइन्छ। जब वसन्त आउँछ, हिउँ फगत पग्लिँदैन, बग्नेछ आन्दोलनको खोलासँगै सपना र सङ्घर्षको महासागरसम्म। त्यस दिन गुल्जार फुल्नेछ, त्यस दिन गुल्जार फुल्नेछ, तर शोषकका बगैँचामा होइन, स्वतन्त्रताको उज्यालो देउरालीमा। र हामी फुलभन्दा बलिया, आकाशभन्दा विशाल, माटोभन्दा गहिरा हुनेछौँ।